माझमा राख्नै पर्ने स्थिति छ र भन्न पर्ने पनि देखिएको छ। सबैभन्दा पहिला हाम्रो नेपाल सरकार मन्त्री परिषदले फागुनको 1 गतेदेखि 7 गतेसम्म 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने भनेर क्याबिनेटले नै एउटा सार्वजनिक सूचना पनि गर्यो र हामीलाई खेलकुदको क्षेत्रलाई एउटा कुरा लाग्थ्यो, हामी खेलाडीहरू मुख्य गरी 14 वर्षभन्दा माथि केही गेमहरूमा भन्दा बाहेक केही गेममा तलको पनि अब जस्तो मार्सल आर्ट्सतिर तल पनि हुन्छ, तल्लो उमेरको पनि र 28 भन्दा करिब तलकै हाम्रो राष्ट्रिय खेलमा खेल्ने अन्तर्राष्ट्रिय रूपमा खेल्ने खेलकुद खेलाडीहरू भएको यो जेनजी समूहसँगै मुख्य गरी 80% चाहिँ जेनजी समूहकै बाहुल्यता रहेको खेलकुद क्षेत्र। हामीलाई लाग्थ्यो कि जेनजी आन्दोलनले उठाएको 2-3टा कुराहरू थियो जसको प्रत्यक्ष रूपमा हामीलाई खेलकुद क्षेत्रमा पनि त्यसले सम्बोधन गर्छ खेलकुदमा भन्ने लाग्थ्यो। नेपाल सरकारको बजेटको लागि के विश्लेषण गर्नुभयो, अध्ययन गर्नुभयो भने बडा मुस्किलले कुल बजेटको नेपाल सरकारको कुल बजेटको 0.19% भन्दा वृद्धि भइरहेको अवस्था थिएन र यो चालु आर्थिक वर्षमा गएको सरकारले प्रतिनिधि सभाबाट 0.31% बजेट थोरै वृद्धि भएको देखियो र चारै चाहिँ हाम्रो बिचमा पनि हो बजेट त भयङ्कर बढ्यो भनेर हामी चाहिँ हौसिले रहेका थियौँ खेलकुद सङ्घहरू पनि खेलाडीहरू पनि। त्यस्तै गरी हाम्रै प्रदेशको बजेट हेर्नुहुन्छ भने 0.95% भन्दा माथि चढ्न सकेको अवस्था छैन। स्थानीय पालिकाहरू पोखरा महानगरपालिकाकै हाम्रो सबैभन्दा पालिकाको ठुलो महानगरपालिकाको भएको हिसाबले 0.2% भन्दा खेलकुदको क्षेत्रमा बजेट विनियोजन भएको अवस्था छैन। तसर्थ हामीलाई के लाग्थ्यो भने लामो एउटा इतिहास बोकेको आफैमा अनुशासन भएको ठाउँ यो क्षेत्रमा चाहिँ हामी नबोलिकन पनि हाम्रा बजेट चाहिँ बिस्तारै बढ्छ कि राजनीतिक नेतृत्वले बढाउँछ कि भन्ने हामीलाई लाग्थ्यो, तर पनि वृद्धि हुन सकेको अवस्था थिएन। जनजी आन्दोलनले मुख्य गरी युवाहरूलाई अवसर, भ्रष्टाचारमुक्त समाज निकायहरू, त्यसपछि व्यथिति र कुरीतिलाई हटाउँदै हरेक ठाउँमा अवसर सिर्जना हुन्छ, पारदर्शी तरिकाले काम चल्छ भनेर जेनजी आन्दोलनले चाहिँ एउटा आवाज उठाएर स्थापित भएको यो सरकारले पनि बब्लु गुप्तालाई जेनजी समूहबाटै हामी खेलकुद मन्त्री पायौँ। हामी साह्रै हौसिएका थियौँ, हाम्रो सङ्घको बिचमा पनि अब ती युवा नै आउनुभएको छ है, हाम्रो खेलकुदको बजेटदेखि सबै कुरा थिति बस्ला भन्ने लाग्थ्यो। तर प्रधान सेनापति नै यो के भन्छ युद्धको क्षेत्र नै छोडेर चाहिँ चुनावतिर लड्न जानुभयो, हामी बिचमा टुरो जस्तो पनि भयो। तसर्थ एउटा पाटो यो रह्यो। अर्को नेपाल सरकारले वर्तमान अहिले सुशीला नै कार्कीज्यू नै सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ, आफ्नै क्याबिनेटले गरेको भोलिदेखि हुनुपर्ने राष्ट्रिय प्रतियोगिता 10औं राष्ट्रिय प्रतियोगिता अब हुने कि नहुने कि आफूले निर्णय गरेको चिज स्थगित भयो भनेर निर्णय गर्न सक्नु पर्थ्यो वा त्यसलाई सार्न पर्थ्यो वा अब हुँदैन भनेर भन्न पर्थ्यो। जेनजी आन्दोलनले एउटा नीतिगत रूपमा पारदर्शी हुनुपर्ने भनेर स्थापित गरेको सरकारले खेलकुद हुने कि नहुने आज प्रश्न चिन्ह भयो। हामी त्यही दौरानमा यद्यपि गण्डकीमा यो खेलले हामीलाई मेडल दिएको सधैँ पोजिसन दिइरहेको हुँदा हामी चाहिँ नेपाल सरकारले अलिक पछि लग्ला अथवा अहिले होला हामी तयारीमा लाग्यौँ। यहाँले यसो मिडियामा हेर्नुभयो भने कसैले फेसबुकमा पनि यो गेम सक्ने पैसा सक्ने किसिमले चाहिँ यो गेम भइरहेछ भनेर पनि यथाकथा आन्छ। तर खेलकुदको अभावको हिसाबले मैले के भन्छु, राष्ट्रिय प्रतियोगिता होला नहोला तर गण्डकीले हरेक सङ्घले हरेक खेलाडीले खेल्न पाउनु पर्दछ। नेपाल सरकारले के गर्छ त्यताबाट हामी आफ्नो जिम्मेवारीबाट पन्छिने होइन। प्रदेश खेलकुद परिषद स्पष्ट रूपमा के छ भने आफूले छुटिएको विनियोजन रकमले हाम्रा खेलाडीले हाम्रो खेल सङ्घले भूमिका पाउनु पर्दछ, खेलाडीले अभ्यास गर्न पाउनु पर्दछ, तयारी अवस्थामा रहनुपर्छ भन्ने हामीलाई लाग्छ। तसर्थ हामी 10औं अलिक पछि सर्ला तर हामी तयारीमा छौँ भन्ने कुरा गत साल पनि हामी गरेका थियौँ, यो साल पनि गऱ्यौँ। यसमा यहाँ सबैको सहयोग हुनेछ भन्ने एउटा यो पाटो हो। अर्को एकले अर्कालाई चिन्ने, एकले अर्काको भावनालाई बुझ्ने। यहाँ त अब 2जना 1जना मात्रै खेल्नु भएको छ, यहाँ अनि टिमवर्कमा चाहिँ फुटबलमै 11 जनाको बिचमा गेम हुँदा हरेक खेलाडीले एकले अर्कालाई चाहिँ उसको क्षमता, उसको भावना, उसको कहाँनिर चाहिँ हामीले पास दियो भने गोल हान्न सक्छ अथवा भलिबलमा रेज उठायो भने कहाँनिर हान्न सक्छ, एक अर्कालाई चाहिँ चिन्ने खेलकुद क्षेत्र समूहगत पनि विधामा आधारित छ, क्षमतामा आधारित छ। अघि एकजना हजुरले भन्नुभयो क्या खेलाडी आज मात्रै खेलेर मात्रै हुँदैन। मैले नानीलाई सोधेँ कति पढ्दै हुनुहुन्छ, ब्याचलर पढ्यो भन्नुभयो। आज जो खेलकुद क्षेत्रमा लागेछ
त्यसले 3-4 वटा कुरा चाहिँ समाजमा देखाउन सक्छ। कोही बोल्दैन, मनमनै बाठो हुन्छ, कोही थोरै बाठो हुन्छ, धेरै बोल्छ। तर खेलाडीहरू धेरै बोल्दा पनि बोल्दैन, धेरै चुप लाएर पनि बस्दैन। तसर्थ अब खेलको क्षेत्र बहुआयामी क्षेत्र हो रूपमा चाहिँ हामीले यसलाई अगाडि लानुपर्ने जरुरी छ। अब खेलाडीलाई हामीले 3 वर्ष पहिला, फेरि अर्को सङ्घलाई यस्तो भनिस् नभन्नु होला तपाईँहरू, मेरो सदस्य सचिव म भएर आइसकेपछि मलाई के लाग्थ्यो भने खेलकुद अहिले धनीहरूको प्लेटफर्म हो जस्तो लाग्थ्यो। धनीहरू मात्रै खेल्छन् भन्ने लाग्थ्यो। तर खेलकुद आज सुकुम्बासी टोलको झुपडीमा पनि पुग्नुपर्छ, त्यो आँगनमा पनि टेक्नुपर्छ भन्ने खेलकुद परिषदले सोच्यो। तसर्थ टेनिसमा हामीले 3 वर्षको प्रयासबाट त्यो पिछडिएको समाज जसको कोही छैन त्यो समाजबाट पनि खेलाडीलाई ल्याएर बालबालिकालाई ल्याएर खेल्न पर्दछ भन्ने हिसाबमा मलाई लाग्छ अहिले 3 जना खेलाडी डेभिस कपमा खेल्दैछ श्रीलङ्कामा, होइन? एउटा सुरुवात हो गण्डकीको र खास गरी कास्कीमा यत्रो मनहरू, यति धेरै मन छ खेलकुदमा सहयोग गर्ने, तर कसैको पनि रिकर्ड राखेको छैन हामीले देखेनौँ। यो हाम्रो नेपाल हाम्रो सरकारको, राष्ट्रिय खेलकुद परिषदको, हामी सबै सरकारी निकायको एउटा ठुलो गल्ती के हो भने सहयोग गर्ने मनहरूलाई दोहोऱ्याएर फेरि सहयोग गर्न सक्ने वातावरण हामीले सिर्जना गर्नुपर्दछ। यत्रो रङ्गशालामा धेरै यहाँको पोखरा निवासीहरूले जग्गा दिनुभएको छ, आफै पैसा उठाएर पर्खाल बनाउनु भएको छ, उहाँहरू जस्तोले यत्रो गेम बचाएर ल्याउनु भएको छ, तर नेपालीको कुनै पनि सरकारी निकायमा त्यसको अभिलेख छैन। तसर्थ गण्डकी प्रदेश सरकारले, प्रदेश खेलकुद परिषदले यहाँको अगुवाहरूसँग बसेर अब राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रतियोगिता आयोजना गर्ने, प्रायोजन गर्ने, सबैको चाहिँ सम्मान गर्नुपर्छ, अभिलेखीकरण गर्नुपर्दछ भन्ने किसिमले गण्डकी प्रदेश खेलकुद पदकको स्थापना गरेर कानुनै बनाएर, कार्यविधि नै बनाएर गण्डकी प्रदेश सरकारले अगाडि बढ्दैछ। 8वटा विधामा हामी सम्मानित गर्ने र एउटा लोगो, जसरी विभिन्न गोर्खा दक्षिण बाहु जस्तो हुन्थ्यो पहिला, त्यस प्रकारको लोगोको व्यवस्थापन गरेर एउटा स्थापित गर्ने भन्ने अभियानमा हामी लाग्छौँ। खेलाडीलाई गत आर्थिक वर्षदेखि हामीले गण्डकी प्रदेशबाट बाहिर खेल्ने खेलाडी जसले मेडल प्राप्त गर्यो, हामीले अध्ययन छात्रवृत्तिको सुरुवात गर्ने नेपालमा पहिलोचोटि सुरुवात छ। एसीसम्मलाई 12,000, +2सम्मलाई पैसा थोरै होला, अलिकति थोरै भयो जस्तो हेर्नुभयो क्या, सुरुवात गर्दैछ हामीले। अनि 12सम्मलाई 17,000, 13सम्मलाई 27,000, त्योभन्दा माथिलाई 45,000 नेपाल सरकारको नियममै पालना गर्नुपर्ने छात्रवृत्तिले हामीले सुरु गर्यौँ। त्यसपछि हामीले अहिले राष्ट्रिय गेम जसले खेल्दै हुनुहुन्छ वा रिटायर हुनुभयो छोराछोरी वा बाबुआमा, भर्खर खेलेका बच्चाबच्चीको बाबुआमा पनि, हजुरबुवा पनि, र जो रिटायर हुनुहुन्छ छोराछोरीसम्मलाई औषधि उपचारमा सरकारी निकायमा कसरी छुट गर्ने भन्ने किसिममा हामी प्रादेशिक अस्पताल र जिल्ला अस्पतालमा हामीले स्वास्थ्य मन्त्रालयलाई अगाडि बढाइसकेको अवस्था छ औषधि उपचारमा सहयोग गर्नलाई। त्यस्तै गरी पालिका स्तरको अस्पताललाई पनि पालिका मार्फत हामी त्यो चाहिँ व्यवस्था अगाडि बढाउँदैछौँ। यो गण्डकी प्रदेश खेलकुद परिषदको अनुरोधमा गण्डकी प्रदेश सरकारले भर्खरै पास गरेको छ खेलाडी कल्याणकारी कोषको स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि पास भएर अगाडि बढेको छ। खेलाडीलाई 2टा चिजको चाहिँ अब यदि खेलकुद क्षेत्रमा योगदान पुर्याउनेलाई गण्डकी प्रदेश सरकारले अगाडि बढायो। अब तेस्रो चुरा हामीलाई चाहिएको छ, खेलाडी रिटायर भएर जाँदा बाबुआमालाई, हजुरबाउलाई, छोराछोरीलाई कसरी पाल्न सक्छ, अर्थात् रोजगारी कसरी सिर्जना गर्ने। हामी अहिले 3-4वटा निकायसँग सल्लाह गर्दैछौँ। रोजगारी एउटा जागिर होला, अर्को उसको बिजनेसको कुरा हो, तेस्रो उसको सिपलाई कसरी गर्ने, सेलुन तालिम दिएर हुन्छ कि, मोटरसाइकल वर्कसपको तालिम दिएर हुन्छ कि, डकर्मीको तालिम दिएर हुन्छ, कस्तो खेलाडीले के रुचि राख्छ। जति बेला ऊ ट्रेनिङ गर्न आउँछ यहाँ क्याम्पमा, त्यो बेलामा हामीले उसको साइकलसँग सल्लाह गरेर अब सरकारी निकायले तालिम दिइरहेको छ, त्यो तालिममा उसलाई दिउँसोको 3 घन्टा कसरी जोड्ने, त्यो अभियानमा हामी त्यो सिपलाई ऊ ट्रेनिङ गरेर बाहिर जाँदा अब खेलेर घर जाँदाखेरि उसको हातमा एउटा कला होस्, सिप होस् भन्ने अभियानमा हामी लागिरहेका छौँ भने। त्यस्तै केही होटल व्यवसायीसँग हामी सल्लाह गरिरहेका छौँ। यहाँबाट साँझ खेलाडीले ट्रेनिङ गर्छ, 11 बजेदेखि 3 बजेसम्म कम्तीमा होटलमा घन्टाको सिस्टम, जस्तो विदेशमा छ 4 घन्टा उसलाई दिनमा चाहिँ हामीले 200को दरले, 300को दरले, 500को दरले होटलमा चाहिँ बसेर हामीले चाहिँ केही नभए 50 जनादेखि 100 जना खेलाडीलाई हामीले रोजगारी सिर्जना गर्न सक्यौँ भने मलाई लाग्छ ठुलो खेलाडीले एउटा ट्रेनिङ गरेर घर जाँदा पनि उसले कमाएको दिनको 500,000को दरले कमाएर लिएर जाँदा उसको परिवारलाई चाहिँ आत्मनिर्भर बनाउन सक्छ भन्ने अभियानमा हामी अगाडि बढेका छौँ। यसमा मुख्य गरी यहाँहरू पनि तपाईँहरू कुनै न कुनै किसिमले चाहिँ बिजनेसमा हुनुहुन्छ, तपाईँहरूले सक्नुहुन्छ भने आफ्नो बिजनेसमा एकजना खेलाडीलाई दिनको 4 घन्टाको चाहिँ
रोजगारी सृजना गर्न सक्नुभयो भने मलाई लाग्छ 50वटा मोन्टेसोरी निस्क्यो भने 50जना खेलाडी साथीहरू दिनको 500 देखि 1000 कमाउने वातावरण यहाँहरूको माध्यमले पोखरामा चाहिने एउटा छलफलको विषय बनोस्, यो पनि आग्रह गर्दै र यो खेलकुद प्रतियोगितामा जसले जसले सहयोग गर्नुभएको छ यहाँ सबैलाई धन्यवाद दिँदै अब जित्ने खेलाडीहरू त गेम भइहाल्यो भने गण्डकी प्रतिनिधित्व गर्नुहुन्छ, तपाईँहरूलाई अब एउटा मुख्य गरी जिम्मेवारी भयो। अब तपाईँहरू सुतेर बस्ने मौका छैन तपाईँहरू, अब तपाईँहरू दिनमा 1 घन्टा होइन कति खेल्न पर्छ, अब नानीहरू पनि दिनमा 1 घन्टादेखि 1.5 घन्टा चाहिँ उठेको हामीले देख्न पाऊँ, किनभने अब तपाईँहरू क्यारियर अगाडि बढ्न सक्छ, यसमा यहाँहरू सबै लाग्नु हुनेछ। तपाईँ प्राप्त गर्न सफल हुनुभएको छ हिराकाजी श्रेष्ठ। प्रथम स्थान जानु तपाईँ सेकेन्डमा जानु। हिजो र आज 2 दिनसम्म सञ्चालित गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष स्क्वास प्रतियोगितामा हामीले 23 जना पुरुष खेलाडीहरू र 4 जना महिला खेलाडीहरू खेलाएको थियौँ भने अहिले भर्खरै निर्णायक पुरुषको म्याच सम्पन्न भएको छ र यसमा चाहिँ महिलातर्फ हामीले राउन्ड रोबिङमा खेलाएको छौँ र पुरुषतर्फ नकआउट सिस्टममा खेलाइएको थियो र हामी अफिसियली 3 जना थियौँ। 3 जनाले हामीले निकै नजिकबाट यो म्याच हेरिरहेका छौँ। विगत लामो समयदेखिको स्क्वासको अनुभवको साथै हामीले विभिन्न प्रतियोगिताहरू आयोजना गरेको सर्वविदित छ र यसमा मैले सदस्य सचिवज्यू यहाँ हुनुभएको बेलामा मौका पाएको बेलामा भनिहालौँ, यो स्क्वास भनेको चाहिँ हामीले गण्डकी प्रदेशलाई सधैँ मेडल ल्याएर दिएको गेम हो। यसको उच्च मूल्याङ्कन हुनुपर्छ जस्तो लाग्छ। गत 6औँ, 7औँ, 8औँ, 9औँमा पनि हामीले 2टा गोल्ड र 2टा ब्रोन्ज मेडल लिएर आएर दिएको छौँ। यो यसमा चाहिँ मेडलको उच्च मूल्याङ्कन भएर भौतिक संरचनामा हामी केही कमजोरी छौँ र यो कमजोरीका कारण मैले केही अवगत गराएको छु। सायद मलाई लाग्छ उहाँले पोजिटिभ कुरा गरिराख्नु भएको छ, केही न केही हुन्छ। यो मौका पाएको बेलामा मात्रै मैले भने, अन्यथा नहोस्। र सम्पूर्ण सहभागी साथीहरूले एकदम मेहनत गरेर खेल्नु भएको छ। म सबैको उच्च मूल्याङ्कन गर्दै यो तपाईँहरूले हामीलाई दिएको जिम्मेवारी निभाउन सक्यौँ र आगामी दिनमा पनि तपाईँहरूको भविष्य उज्जवल होस्। स्क्वास खेललाई माया गरिराख्नुहोस्, शुभकामना दिन चाहन्छु। धन्यवाद। पोखरा स्पोर्ट्समा यहाँलाई हार्दिक स्वागत छ। म केशव पाठक। राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद भन्ने मूल नाराका साथ प्रदेश स्तरीय पुरुष तथा महिला स्क्वास प्रतियोगिता 2082 को आज बिहिबार समापन समारोह हुँदैछ र अहिले यति बेला फाइनल खेल सञ्चालन भइरहेको छ, जसमा राजु श्रेष्ठ, हिरा काजी श्रेष्ठ समेत 2 जनाको बिचमा यो प्रतिस्पर्धा जारी रहेको छ र पहिलो सेट चलिरहँदा हिरा काजी श्रेष्ठ पूर्व नेसनल च्याम्पियन पनि यति बेला अगाडि रहेको छन् 6-3 ले
No. 7-3. Up. 8-3. Go and out. Go it. And out. Nine four. And out. 5-9. And now 10-5. Game ball 5. र यो पहिलो सेट हिराकाजी श्रेष्ठले 11-5 ले जितेका छन्। Point 2-all. यो दोस्रो सेट चलिरहेको छ। र यतिखेर And out. राजु श्रेष्ठ 3. अङ्क लिन सफल 3-2। पहिलो सेट हिराकाजी श्रेष्ठले जितेका थिए भने दोस्रो सेट चलिरहेको छ। Up. 4-2. 4-2। And out. 4-3, 3-4. 3-4। And out. 5-3. Point 6-3. And now 4-6. पछ्याउँदैछन् हिराकाजी श्रेष्ठ। 5-6. अब एक अङ्कको दूरीमा 6 up। Point 4-4. And now 5-4. यो चौथो सेट चलिरहेको छ। 2-1ले खेल अगाडि बढेको छ। दुई सेट राजु श्रेष्ठले जितेका छन् भने एक सेट पहिलो सेट 6-4. हिराकाजी श्रेष्ठले। Point 7-4. 8-4।
point 8-4. Not up and out. 5-8. And now 9-5. करिब करिब राजु श्रेष्ठले 10-5. राजु श्रेष्ठ Match point 5. म्याच पोइन्ट र यो खेल जितेका छन् राजु श्रेष्ठले 11-5. Four set goes to Raju Shrestha. Match goes to Raju Shrestha. 5-11, 11-8, 11-4, 11-5. Thank you. विजेता राज राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणलाई खेलकुद भन्ने नाराका साथ यो स्क्वास प्रतियोगिता गण्डकी प्रदेश भर्खरै राजु श्रेष्ठले जित्न सफल भएका छन् पुरुषतर्फ। स्वागत छ यहाँलाई। हस् धन्यवाद। आजको यो 2 दिनसम्म सञ्चालन भएको प्रतियोगिता तपाईँले उपाधि जित्न सफल हुनुभएको च्याम्पियन हुनुभएको छ। यो समयलाई हजुरले कसरी अनुभूत गर्नुभएको छ? एकदम नै यो स्क्वासमा जबदेखि आइयो अलिकति यो प्रति अलिक झुकाव रह्यो। अब यो शारीरिक व्यायामको हिसाबले पनि र खेलकुदको लागि प्रवर्धनको हिसाबले पनि स्क्वासप्रति मेरो लगाव असाध्यै रह्यो। यो 4-5 वर्ष भयो म स्क्वास खेलेको। अहिले चाहिँ लगभग सबै टुर्नामेन्टमा म विनर हुन सकेको थिइनँ। कहिले रनअप, कहिले चाहिँ थर्ड पोजिसनमा म थिएँ। अहिले चाहिँ च्याम्पियन बनेको छु। त्यो हिसाबले खुसी नै एउटा खेलाडीलाई च्याम्पियन बन्नु। पूर्व नेसनल च्याम्पियन हिराकाजी श्रेष्ठलाई जित्नु भएको छ नि त? होइन, अब शिक्षा गेममा कहिले कहिले अब हारजित भइ नै हाल्छ। दाइ धेरै वर्षदेखि स्क्वासमा लागिराख्नु भएको, उहाँ पहिल्यैदेखि च्याम्पियन मान्छे पनि हो। उमेरको हिसाबले मैले आदर गर्नुपर्ने। असाध्यै राम्रो उहाँको गेमप्रति म प्रभावित पनि थिएँ। सौभाग्यवश आज उहाँसँग नै जुन फाइनल गेम खेल्ने मौका अवसर मैले प्राप्त गरेँ र उहाँलाई यो मेरो जित भनेको उहाँलाई सम्मान पनि हो। त्यो हिसाबले चाहिँ उहाँले पनि अब उहाँ पछाडिका पिँढीहरू अलि उहाँलाई टक्कर दिने खालको रहेछ भनेर खुसी हुनुभएको छ। यो हिसाब असाध्यै खुसी छु म पनि। हस्, थ्याङ्क यू हजुर। हस्, धन्यवाद। र उहाँ हुन्थ्यो राजु श्रेष्ठ, भर्खरै च्याम्पियन बन्न सफल हुनुभएको छ। र आज हामी पूर्व नेसनल च्याम्पियन पनि हुनु हिराकाजी श्रेष्ठ उपविजेता बन्नुभएको छ होइन? निकै टफ रह्यो गेम। पहिलो सेट त यहाँले जित्नुभएको थियो। पहिलो सेट जितेको थियो, पछि चाहिँ आफ्नै कारणले हारियो भनौँ न। तर तपाईँको गेम त एकदम राम्रो पनि थियो होइन? धन्यवाद। यो फाइनल गेम खेल्दाखेरि यहाँको अनुभूति कस्तो रह्यो? आज मात्रै 3चोटि खेल्नु पऱ्यो कि, त्यसैले आज लोड पनि पऱ्यो। पहिलो गेम त जिते हो, पछि चाहिँ चाँडो जित्न सकिएन। फेरि उहाँ त वर्तमान च्याम्पियन हो, म चाहिँ अब 25औँ वर्षदेखि खेल्दै आएको च्याम्पियन भएको मान्छे। यसमा खुसी लाग्छ मलाई। आफ्नो नजिकको एउटा भाइले च्याम्पियन भयो।